झन् भेट्न भयो त झनै गयो भयो तर देखाउन चाहिँ सकेन होइन त्यही हो गाह्रो त गाह्रो भयो अनि अब ऊ मगर पऱ्यो नि त हजुरहरू सबै थाहा पाइसक्नु भयो अब पछि आफ्नो बहिनीले औजासँग बिहा गरेर भनेर मलाई हेर्नु त मगर मान्छे होइन होइन त्यस्तो सुनिन्छ नि त जातले फरक परेन मगर पाइराङ हो के बङ्गालीको फर्स्ट मगर तिमी होइन हो के त्यही हो जातसँग सरकार हुन्छ अनि अनि फेरि अब मेरो आमा बाबा पछि भनेको आमा बाबा हजुरहरू नि त आमा बाबाले नि त्यही कुरामा धेरै खुसी हुनुभएको थियो अब अस्ट्रेलियामा हामी नभए नि हाम्रो ठाउँमा त्यही लागि दाइहरू हुनुहुन्छ भाउजूहरू हुनुहुन्छ आमा बाबाको ठाउँमा आमा बाबा कुरा गर्ने मान्छेहरू हुनुहुन्छ कहिले के भयो भने यताउति भयो मान्छे चिन्ने गर पहिला त कस्तो थिइस् अहिले चाहिँ अब चाहिँ यस्तो बिहा भइसकेपछि मान्छे चिन्नुपर्छ को बेलामा को चाहिन्छ कतिखेर को चाहिन्छ कसैलाई पनि थाहा हुँदैन त्यस्तो अहिले म धेरै फरक हुँदैछु क्या धेरै सिक्दैछु पहिला चाहिँ कस्तो थियो भनेर गोपादालाई पनि थाहा हो नि त अहिले चाहिँ मान्छे चिन्दै गर्छु त्यही हो अब हजुरहरू यहाँ हुनुहुन्छ नि त हजुरहरूले गर्दाखेरि मैले चाहिँ always there. Even brother was always there. त्यही त आमा बाबाको कमी पुरा गरिदिनु भयो अनि अब बिहामा आमा बाबा भएन भनेर एकदम दुःख लाग्छ नि त हुन अहिले पनि सम्झेन कहिले पनि दुखिन्छ कस्तो मन ढारी हुन्छ नि त फेरि सोच्छु अब आमा बाबाको सट्टा दाइ भाउजूहरू हुनुहुन्छ मेरो मान्छे छन् है यहाँ भनेर चाहिँ सोच्न पाउँदा धेरै धेरै खुसी लाग्यो अनि उसको कुरामा चाहिँ ऊ चाहिँ हल्का फरक मान्छे हो कि अझसम्म मन लाइफमा धेरै मान्छेहरू भेट्यो होला धेरै दाइका बारे बोल उसको बारे बोल्ने ऊ चाहिँ धेरै फरक हुनुहुन्छ अहिलेसम्म धेरै सपोर्टिभ हुनुहुन्छ साथ दिइराख्नु भयो अनि मलाई केही प्रब्लम परे सुरुमा ऊ हुन्छ कि ऊ आफिन्छन् यताउति हेल्प गर्छन् म त अलिक फरक भयो ऊ चाहिँ त्यस्तो केयरिङ छन् त्यही भएर अलि बहिनीले अरू त्यस्तो गर्यो बहिनीले दुःख पाउला चाहिँ नसोच्नु ऊ चाहिँ त्यस्तो हुँदैन अनि हजुरहरू पनि त्यस्तो हुनुहुन्न उसले पनि हजुरहरूलाई Being a brother, always skeptical. Always here. Bhai हजुरहरूलाई भेट्न पाएँ आज फर्स्ट मलाई पनि राम्रोसँग थाहा छैन नि त हाम्रो रीतिरिवाज परम्परा के हो भनेर मैले सोध्दै मैले केही मिस्टेक गर्छु कि हामीबाट केही मिस्टेक हुन्छ कि भनेर अब तर आमाहरूलाई सोध्ने आमाहरूले आफूले अलिअलि बुझेको मात्रै त हो भन्ने आफूले अब जमानामा बिहा गरिसक्नु भएको आमाहरूले पनि सम्झिनु भएन जे जति सम्झेँ जे जति मेरो बाटो हुन सक्यो मैले पनि बिचरा उहाँहरू पनि त बिजी हुनुहुन्छ नि त मैले मेरो लागि भनेर उनीहरूलाई आफ्नो टाइमबाट मेरो लागि टाइम छुट्याउ भनेर उनीहरूले मेरो लागि पनि धेरै गर्नुभयो त्यसको लागि उहाँलाई पनि धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु हजुरहरू सबै मेरो लागि एज अ फ्यामिली यहाँ बसिदिनु भयो नि त हजुरहरू भनेको नै मेरो नेक्स्ट आमा बाबा हो क्या भविष्यमा मलाई केही पऱ्यो मैले गुहार लाउने नि हजुरहरू नै हो यति भन्छु अरू त के भन्ने गाह्रो हुन्छ अब दुईटा बारीबाट के भन्नु माइली र साइली के छ विचार माइली र साइली हामी त अब हाम्रो बाहिर जतिखेर आयो वेलकम हामी जहिले हाम्रो ढोका खुल्ला हुन्छ त्यही हो अहिले त्यो को नजिकै आउनु खुल्ला भयो बहिनी नआउनु खुल्ला हुनु हुन नि पर्यो अब सदाबार आउनु जानु गर्नु पर्यो त्यही हो सबै अब चिन्नु पर्यो तपाईँहरूको लागि सदाबार दुई भाइसम्म तिनवटासम्म जहिले खम्बा भएर उभिने समय होइन अहिले मात्र होइन कि जहिले अब अहिले बाबा आमा छैनन् हामीलाई सम्झौता हुन्छ आमालाई सम्झौ बाबा सम्झौ अनि यो ठाउँमा हाम्रो बाबा आमा छैनन् अनि नेपाल गएर हामी बरु हामी होइन हामी पनि अनुभव चाहिँ हो होइन नेपालबाट तर यो ठाउँबाट हामी पनि बुझेर हामी पनि केही होइन अब बाबा आमा हो भनेर हामी पनि होइन कोहीको प्यारेन्ट्स हो भनेर हामी पनि खम्बा भएर उठ्नु हामीलाई पनि जरुरी छ यो काम भनेको देउपित्र पुरुष त अब हाम्रो अब के गर्ने चिज हो हामी अब जानी नजानी हामीले होइन आफू राखेर पनि भयो भने अब काम अगाडि सारेर हामी उभिरहेछौँ अब सदाबार अहिलेबाट सदाबार खम्बा भयो उभिन्छौँ कहिले होइन चिन्ता नगर अब लास्ट चाहिँ टिको पकाउने कुरा थियो होइन टिको पकाउने कुरा मेरै दिदीको जोडेको भएर मैले चाहिँ बिहा गर्न सकेँ हो किनकि एउटै घरमा दुईचोटि टिका पकाउने भनेको राम्रो हुन्छ हुँदैन किनकि अब अरूको देख्दा पनि होइन ठिकै छ अब अहिले ठिकै छ अहिले आउनुभयो अब तिम्रो अब कहिले टाइम यस्तो टाइम खुल्ला हुन्छ त्यो बेला हामी सदाबार बहिनीको निधार खाने राम्रो छैन
अब अहिले अब दिदीको पनि बहिनीको पनि एकै दिनमा टिको पकाउँदा त त्यो त राम्रो बाहिर सुन्दा नि नराम्रो कुरा हो त्यो कुरा त्यही भएर पनि छाती राखेर बिहा गर्नु चाहे हो चिन्ता नगर अब तिमीलाई हुन्छ एक दिन हुन्छ नहुने होइन त्यो हुन्छ नि सदा बाबा आमा जस्तै सम्झेर अब भन्ने अब त्यो डराउनु परेन हामीले केही दुःख यसो म भन्छु है दुःख सुख सब साध्न पायो क्या कोनाला हाई यो छ सोधी हो नि अहिलेको बहिनी लगाएर पो होइन ज्वाइँ बन्यो तेरो ठुलो खेलेको भुल्यो हो तिमीले बहिनीलाई दियो अनि त्यसपछि के हो सिरियस बन्दैन तिमी सिद्धान्त बन्दिने मेस्त्री बन्दिने के छ भेटेको भुल्यो हो ज्वाइँ जेठान यस्तो हो कि बहिनी ओया कुल के एटलिस्ट त्योभन्दा माथिको थ्रीहरू अलिकति चाहिँ होइन गम्भीर कुरो हामी त चिल हो कि होइन भन दायो होइन होइन नभेटेको धेरै भयो होइन यति ह्याप्पी कि होइन यु आर द फर्स्ट वान टु लाइक रिमेम्बर अस इन यर म्यारेज के पर्फेक्ट फर मी हिँड्ने रिमेम्बर इन म्यारेज उसको बिहेमा मलाई चाहिँ कहिले पनि सम्झेन दाइको बिहेमा मलाई पनि कति सम्झेन आम द फर्स्ट वान यु रिमेम्बर दाइ भाइ छुट्टो हुन्छ बहिनीहरू प्यारो हुन्छ सम्झिन्छ आज द फर्स्ट वान दाइ भाइ छुट्टो हुन्छ दाइ भाइ आउँछ लाउनु कुरो बाल कुरो मेरो बाबा गयो कि सानो जमाना बहिनी त सम्झिन्छ दाइ भाइ छुट्टोलाई गयो हेर्नु चुप्पो लगाएर मगा त खाने भन्छ बाबा के लाग्छ भने होइन रिसल हो भनेको रिसल हो भेना म त भेनै भन्छु है हामी त भेनै भन्ने हो होइन अब चिने गयो तर चाहिँ अलिकति म त होइन हिजो त यति भिडियो हेरेँ नि जन्तीलाई के भन्ने हो म त होइन मुगी गरेर आएको थिएँ कि लाइक आउँछ चिनेको मान्छे छ अब चिनेको मान्छेले खरिदियो होइन त्यसरी चाहिँ मगाउने हो र होइन मलाई अलिकति नचिनेको मान्छेले आउँछ लाएर क्या आफू मिडियममा अलवेज के मैले चाहिँ उहाँलाई भेटेकै मान्छे हो त्यही फ्याट भन्नु त भएन नि त अनि लाइक अस्ति ठ्याक्क भन्यो होइन इट्स लाइक जाने हो तिमी यहाँ रा होला 30 वर्ष त्यसो भए इन्डिभिजुअल बस्यो होइन केही छैन होइन दिन त थाहा थियो किन एक दिन चाहिँ सम्झिन्छ एक दिन चाहिँ सम्झिन्छ तिमीको काउन्ट गर्छ न थाहा होइन म चाहिँ होइन तिमीसँग काउन्ट गर्ने अब यु हेभ इन्डिभिजुअल डाउन ल के होइन कस्तो हुन्छ नि अब आफूले गरेपछि कसरी नसम्झे पनि हुन्छ कि तर चाहिँ त्यो भए पनि होइन आफ्नो मान्छेहरू कसलाई कुरा हुन्छ अब तिमी सम्झिनु पर्ने कसरी छ होइन हाउ डु यु काउन्ट द फल भनेर अनि लाइक मलाई अलिक बुझ्ने मेरो घरले चाहिँ मलाई भए ठुलै भयो मलाई काउन्ट हुन्थेन जस्तो मलाई लाग्छ मिस्टेकले आमा मिस्टेक गरे अहिले बाबा आमा थाहा भने ठुलो भएकोबाट हामी त बुट अगाडि रोटी मागे खाने कुरा त्यसो हुन्थ्यो कि भन्न पायो मलाई त मजा आउँछ होइन हामीले शब्दहरू राख्न पाएन नि त त्यसमा भइदियो होइन अहिले मलाई भन्न अझै भनिदियो हाम्रो कति बेला हामी दाइ छन् होइन प्रकाश दाइ छन् उनीहरू सबैको पालो हाम्रो पालो राख्ने दिनै छैन कि ठाउँपट्टि यहाँ चाहिँ होइन बिङ कसरी गर्यो नि तिनवटा भाइ तिनवटा आखेन स्पिक म फेरि बोल्छु फेरि बाबा बोल्छु फेरि होइन दिस इज द वर्ड फर माई एक्सप्रेसन अफ लभ टु माई सिस्टर याद सबै थियो कि तिमी के गर्दैथ्यौ कहाँ पढ्दै थियौ कस्तो गर्दै थियो होइन त्यो पनि थाहा थिएन तर चाहिँ काहीँ न काहीँ छौ भने सबै थाहा थियो कि यहाँ यस्तो गरिरहेको छ एक दिन जान्छौ भन्ने पनि थाहा थियो होइन एक दिन जाने बेला चाहिँ यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ पनि थाहा थियो तर चाहिँ आफूले छ कि छैन मलाई थाहा छैन फेरि होइन सबैको जान्छ बबालै हुन्छ होइन सबैले बबाल गरिदिन्छ होइन आफ्नो बहिनीलाई बिदाई कसरी गर्ने हो थाहा होइन आफ्नो बहिनीलाई बिदाई गर्ने होइन अरूले गरेको छ भने अरूको बबाल हुन्छ भने बबाल आउँछ होइन आफ्नो बहिनीले चाहिँ कसरी बिदाई गर्ने मलाई थाहै छैन कि अनि त्यही पर्खिरहेको थिएँ अब पर्खेर पनि आफू चाहिँ रेडी गरेर पनि भएन कि न आफूले गरे न चाहिँ होइन घरलाई बनाउन सके न चाहिँ होइन बहिनीलाई पठाउन सक्ने तरिकाको होइन हुन सक्यो
त्यसपछि बहिनीले बोल्न सक्यो होइन, दाइले बोल्न सक्यो होइन। तर चाहिँ being in country, I feel like I'm in country. I mean doing good in here होइन। लाग्थ्यो कल गर्नु के छ तेरो के छ होइन, के गर्दैछ होइन, के छ तेरो अहिले होइन, उमेर भइदियो होइन, बिहे भयो कि के भएन, गर्लफ्रेन्ड सक्यो होइन थियो कि। अनि मेरो सधैँ रफर थियो होइन, सानैबाट यो छ त्यो छ तिमी छ भने सबै थाहा थियो। अन्त र चाहिँ होइन बिहेको ड्युटी एक दिन आउँछ भने थाहा थियो कि इस्लाम नरेली के मेरो बहिनीलाई बिदाई गरिदिनु मेरो होइन, अझै पनि भएन बक्वाल गरेर गर्छु भन्ने थियो होइन। हुँदा हुँदा आफै नै बुढो भइयो होइन, म कहिले पनि रेडी नहुँदो रहेछ जस्तो पनि फिल भइदियो होइन। तर गरिदिन्छु कि है नसम्झियो दाइले चाहिँ सम्झेन होला, सबै सम्झेर दिन्थ्यो। माइला भएको कान्छा भएको होइन, पुपु निनीको यति थियो यति सम्झेको हो होइन। आफू कता हराए बबाल बिहे गर्ने मन थियो होइन। तर चाहिँ बबाल थियो, नसम्झेको कुनै पनि नसम्झ। आज आइयो भइयो होइन, मलाई थाहा थियो पिरियडमा आइयो, अब त मुनि छ नि मसँग नि भयो नि। बहिनीले सम्झेछ, फर्स्ट बहिनीले सम्झायो कि मलाई द्याट्स इट। गोपालले सम्झिदियो दादा, गोपाल बबाल हो, धेरैलाई थाहा छैन होइन, सवाल कम हो होइन, बबाल हो। I love you, my bro. He's a brother होइन, फुटबल म पनि खेल्छु होइन, टेक केयर अफ यु भन्नु भन्नु सिज आफै होइन बाबा होइन है। बेस्ट विशेष सरी फर चलो गोस्टो र साइनालाई अब चिन भाषा चिन्दै अब गोस्टो त्यही आउने भने पुग्छ यो मनले आतेसी पानी सलाला काटेसी पुग्छ यो मनले आतेसी पानी सलाला मङ्गलले खाली देखियो अलिकति बैमानी ल भाइ भाइ है र अब नाच्यो नि ल यो खौरो नाच बाबुले भन्छन् हो के हो भिजेको धेरै तपाईहरु बस्ने अनि कहाँ तपाईहरुले खिच्नु होला सबैको